स्किन केयर टाइम मसँग छ अनुवाको कम्प्लिट स्किन केयर सेट। यसमा के हुन्छ र कसरी गर्ने स्टेप बाई स्टेप देखाउँछु है। सबैभन्दा पहिला हुन्छ क्लिन्जिङ ऑयल। क्लिन्जिङ ऑयलले के गर्छ भन्दाखेरि चाहिँ मेकअपहरू हटाउन अनि ब्ल्याक हेड्सहरू हटाउन मद्दत गर्छ। यो क्लिन्जिङ ऑयल अलिकति हातमा लिने अनि मजाले 2-3 मिनट जति फेसमा मसाज गर्ने, त्यसपछि चाहिँ सफा पानीले मुख धुने है। यसरी सकिन्छ फर्स्ट स्टेप। त्यसपछि आउँछ सेकेन्ड स्टेप। सेकेन्ड स्टेप चाहिँ फोम क्लिन्जर। फोम क्लिन्जरले चाहिँ हाम्रो फेसमा भएको डेड स्किन सेल्सहरू हटाउन मद्दत गर्छ अनि हाम्रो स्किनलाई चाहिँ एक्सफोलिएट पनि गर्छ है। यो पनि मजाले 1-2 मिनट जति मसाज गर्ने, त्यसपछि सफा पानीले फेस धुने। त्यसपछि आउँछ थर्ड स्टेप। थर्ड स्टेपमा हामीसँग हुन्छ टोनर। टोनरको काम के हो भन्दाखेरि अघि डबल क्लिन्जिङ गऱ्यौँ नि त, त्यही भएर यो टोनरले चाहिँ मजाले स्किनलाई रिहाइड्रेट गर्छ अनि सुद पनि गर्छ है। थोरै टोनर हातमा लिने अनि मजाले फेसमा प्याट गर्ने। त्यसपछि फोर्थमा आउँछ सिरम। सिरमले चाहिँ हाइपर पिगमेन्टेसन अनि त्यसपछि डार्क स्पटहरू करेक्ट गर्न मद्दत गर्छ। अनि लास्टमा आउँछ लोसन। यो लोसन चाहिँ मजाले फेसमा र घाँटीमा अप्लाई गर्ने, यसले स्किनलाई मोइस्चराइज गर्छ होइन। यसरी सकिन्छ हाम्रो स्किन केयर रुटिन। यो अनुवाको प्रोडक्ट चाहिँ कोरियन प्रोडक्ट हो अनि यो चाहिँ एकदम कम्प्लिट सेट हो। तपाईँहरूलाई पनि यस्तै स्किन केयर सेट चाहिएको छ भने चाहिँ टिकटक सपबाट लिन सक्नुहुन्छ है त। ल बाई।